विगत सालदेखि मैले बिरयानी पकाएको र अनुभव भएको हुनाले म नेपालमा आज बस्न पाएँ र राम्रो भइरहेको छ। यहाँ आउँदाखेरि यहाँ नेपालमा बसौँला भन्ने सोचै छैन थियो मेरो, तर यहाँको मेरा ग्राहक, कस्टमर, मेरा महानुभावहरूले सबैले मेरो टेस्ट राम्रो मानिसकेपछि हामी जस्ता युवाहरू विदेश जान भन्दा यहीँ नेपालमा पनि केही गरेपछि राम्रो हुन्छ भन्ने उद्देश्य मैले दिएको छु। हैदराबादी दम बिरयानीमा भनेपछि हामीले चिकन दम बिरयानी, मटन दम बिरयानी, पनीर बिरयानी, भेज बिरयानी, अंडा बिरयानी यिनी सबैको साथमा अझ मन्डी बिरयानी भनेपछि हाम्रो सिङ्गो कुखुराको साथमा बिरयानी हुन्छ। अनि त्यहाँ पछाडिबाट लस्सी पनि निकै फेमस छ। आएर एकपल्ट टेस्ट गर्ने। लोकेसन नेपालगञ्ज रोड, बुटवल छ। हाम्रो भिडियो हेर्दै हुनुहुन्छ सबैले मेरो वेलकम छ र मेरो आग्रह छ कि आएर एकपल्ट टेस्ट गर्नुहोस् अनि के कस्तो छ भन्नुहोस्। र हामीले पनि 2 किलोबाट गर्दै पहिला पाल्पा रोडमा अनि त्यहाँ पछाडिबाट अमरपथको गल्लीमा अनि त्यहाँ पछाडिबाट नेपालगञ्ज रोडमा अनि यहाँ पछाडि अब लगभग हाम्रो सबै नेपालभरिमा हुने जस्तो भइसक्यो भनेपछि यो उचाइको परिणाम हाम्रो नेपालभरि भन्नाले काठमाडौँमा पनि छ अनि घोराइमा अनि पोखरामा अनि यस्ता सबैतिर छ। तर बुटवलको जो छ यो पारिवारिकबाट चलेको छ। परिवारले सबै हामीले अकाउन्टेन्ट हाम्रै नानीहरू अनि त्यहाँ पछाडिबाट कुक हामीहरू अनि सबै मिलेर यो स्थापना गरेको पनि हो र आज यो मन्जिलसम्म ल्याउने सक्सेस भएको पनि हाम्रो फ्यामिलीको सहयोगले गर्दाखेरि हो र हाम्रो यिनी फुड भल्करहरू भाइहरू सबैको सहयोगले पनि र हाम्रो कस्टमरहरू महानुभावहरूको सहयोगले हामी यो उचाइसम्म आउनमा सबैले म धन्यवाद व्यक्त गर्छु।